म आज पोखनाजल चोकमा आइरहेको छु है। यहाँनिर खुसी न्यू लेदर भन्ने एउटा पसल छ अरे। मेरो छोरीले टिकटकमा देखेर चाहिँ मम्मी जानु त्यहाँ गएर भाइलाई लेदरको ज्याकेट लिइदिनु अनि तपाईँहरू मुस्ताङ घुम्न जानु भन्दै थियो कि त्यही भएर खोज्दै खोज्दै आएको बल्ल बल्ल भेटेँ है। हेरौँ है यहाँनिर मेरो छोराले लाउने यस्तो ज्याकेट छ कि छैन। ओ डिजाइनहरू त खतरा खतरा रहेछ नि। दामी दामी रहेछ। लेदरको सामानहरू थुप्रो पाउँछ अरे। कस्तो राम्रो राम्रो सामानहरू पाउँछ भन्दै थियो कि त्यही भएर आएको। ज्याकेटहरू त खतरा खतरा दामी दामी रहेछ है। तर मेरो छोराले चाहिँ यस्तो बुट्टा भएको चाहिँ खासै लाउँदैन, सिम्पल सिम्पल लाउँछ क्या। मलाई चाहिँ यो ज्याकेट मन पर्यो हौ। कस्तो दामी रहेछ नि। लेदरको सामानहरू चाहिँ कस्तो दामी दामी रहेछ। म छोरालाई खोज्न आएको हेर्नु नि, म आफै लाएर हेर्दैछु के कति धेरै क्या। यस्तो राम्रो राम्रो रहेछ। मेरो छोराले चाहिँ सिम्पल लाउँछ, त्यो चाहिँ रहेनछ यहाँ। उहाँहरूको दरबार मलमा नि छ अरे कि पसल। भोलि चाहिँ त्यहाँ गएर खोज्न जानु पर्ला। यहाँ चाहिँ दामी दामीहरू रहेछ हौ। यहाँबाट हामी आउँदा चाहिँ कहाँबाट आउनुपर्ने रहेछ नि, यहाँ पक्नाजलबाट आउँदाखेरि चाहिँ देब्रे साइडमा पर्ने रहेछ यो पसल। अनि यता सोरेखुट्टेदेखि आउँदाखेरि चाहिँ दायाँ साइडमा पर्ने रहेछ कि। हामी त खोज्दा खोज्दा भएको नि।